फेरि पनि अर्को भिडियोलाई मैले जोड्न चाहेँ। यो चाहिँ सर यो ठाउँको नाम चाहिँ हजुरले यता भनिदिनु पर्यो। यो ठाउँको नाम भिर्की छ। यो भिर्की, यो गङ्गा जमुना वार्ड नम्बर 1 कै भिर्की भन्ने ठाउँ। सर यो वार्ड नम्बर 1 मा पऱ्यो कि 2 मा? 1 हो। ल मैले चाहिँ ठिकै भनेको रहेछु जोस्। तपाईँको कुरा चाहिँ म मेरो गाइड चाहिँ सर यहाँ अब स्थानीय हुनुहुन्छ, उहाँको हामी चाहिँ यो किमिचेत भन्ने ठाउँमा जाँदैछौँ। लाग्छ कि के हो ए। ल अब हामी उकालो लाग्यो। ल सर अब उकालो चाहिँ लाग्यो भनौँ। अब बिस्तारै बिस्तारै अब यात्रा चाहिँ हाम्रो जारी नै छ। अब उकालो आइयो। हेर्दाखेरि त धेरै त छैन जस्तो लाग्छ सर। हाम्रो सरहरू चाहिँ पछाडितिर हुनुहुन्छ र अब चाहिँ हामी यो बाटो त्यो ठाउँमा गइसकेपछि अब त्यो भिडियो जोडौँला। हामी चाहिँ यो बाटो नपाएको कारणले गर्दाखेरि गहरै हिँड्यौँ होइन सर? कतिको महसुस भयो सर? एकदम त्यति महसुस त्यति गाह्रो भएको छैन, एकदम ठिकै छ। चिल पारामा छु नि हामी। लगाइछ हामी चाहिँ जुन हामी तावलको स्थानदेखि हामी जुन हाम्रो जुन एउटा ब्रेकिङ पोइन्ट थियो त्यो चाहिँ हाम्रो अहिले किमिचेतदेखि सरेर लङ्गुरचेत भएको छ। अब त्यो स्थानसम्म हामी पुग्न सक्छौँ कि सक्दैनौँ? अब त्यहाँ होइन सर? यता सर यता सर यता हेरेर हामी अर्को चेत भनेर देख्न सक्छौँ हैन? अर्को चेत कुन छ सर? तर हाम्रो चेतकान चाहिँ कहाँसम्म आउँछ भन्ने कुरा मात्रै छ। अनि टोलीहरू त अब हाम्रो यहाँ स्थानीय सर चरा मार्न आउँथ्यो भन्नुहुन्छ। चरा चाहिँ नमारौँ होला। आज चाहिँ जङ्गलको यात्रा, बाटो चाहिँ जङ्गलको यात्रा छ हाम्रो। मैले चाहिँ जुन ब्याग थियो त्यो चाहिँ मैले मेरो सरलाई, आदरणीय सरलाई चाहिँ मैले हस्तान्तरण गरिसकेँ। अलिकति बोल्न महसुस अलिक गाह्रो भइरह होला किनकि ठाउँ उकालो छ। अहिले चाहिँ नबोल्नु होला हजुरहरूले चाहिँ भिडियोलाई चाहिँ वाचिङ मात्रै गरिदिनु होला। बुझ्नु होला कि टोलीहरू एकदम उकालोमा हिँडिरहेको छ। तर पनि म मेरो भ्युवर्सहरूको लागि यो जुन हाम्रो यो क्षण छ यसलाई चाहिँ मैले क्यामेरामा कैद गरिरहेको छु। रमणीय क्षण। हाम्रो यो टोलीमा धेरै साथीहरू छुट्नुभयो। आदरणीय मेरो 2टा भाइहरू राजु जीसी र मेरो नरेश राणा भाइ र आदरणीय सरहरू पनि छुट्नुभयो, जस्तो हाम्रो इन्जिनियर सर पुष्कर महरा पुष्कर। उहाँ चाहिँ अहिले चाहिँ मलाई जानकारी अहिले भर्खरै प्राप्त भयो। उहाँ चाहिँ व्यस्तताको कारणले गर्दाखेरि उहाँ चाहिँ आउनु पाउनु भएको रहन्छ। एकजना हाम्रो साइक हल्साब पनि हुनुहुन्छ। उहाँ चाहिँ एकदम सुरक्षाकर्मीप्रतिको मान्छे हुनुहुन्छ एकजना। हाम्रो प्रहरी साइक हल्ला दीपक अधिकारी उहाँ पनि छुट्नुभयो। तर पनि हामी 4 जना मात्रै भयो नि। अलि रफ्तार चाहिँ कम गर्नु टोली। तपाईँ पछाडि लाग्नुहोस् है, तपाईँ पछाडि लाग्नुहोस् है सर। टोली के छ हुन्छ यार। हामी यतिखेर पानीको धारा बगाल छ है पानी चाहिँ।
ल यो जुन यो स्थान जुन हाम्रो पोइन्ट छ त्यसको चाहिँ हामी 95% हामी स्थानसम्म आइसक्यौँ किमिचेत आयौँ उति माथिको डाँडा चाहिँ लङ्गुचेत हो भन्नाले यहाँ आउनसम्म हामीलाई यात्रा बिहानको चिसो मौसममा बाइकको यात्रा भएको थियो हाम्रो त्यसलाई चाहिँ हामीले कठिन पूर्ता रूपमा कटाएर हामी चाहिँ किमिचेत भन्ने स्थानमा आयौँ यो किमिचेतको यो लालिङ हो ल यो चाहिँ हाम्रो नेपालको राष्ट्रिय सम्पदामा पर्यो सर हामी चाहिँ अब किमिचेतमा आइसक्यौँ अब ल हामी चाहिँ किमिचेत आइपुग्यौँ जुन स्थान भनिरहेको थियौँ हामीले त्यो स्थानमा हामी अझै गएको छैन हामी चाहिँ जुन हामी तावलको गङ्गा जमुना वार्ड नम्बर 2 तावलदेखि हामी जुन हिँडेर गएको थियौँ त्यो स्थानदेखि यो स्थानसम्म 95% चाहिँ हामी एकदमसँग हामीले यात्रा सम्पूर्ण गर्छौँ अब हामी त्यो जुन लङ्कुचेत भन्ने स्थान छ त्यो स्थानसम्म जानलाई चाहिँ 5% मात्रै छ है हामी 5% पछि त्यो स्थानमा गइसकेपछि त्यहाँको भ्यू त्यहाँको वातावरण र सरहरूको साथमा र हाम्रो यता अग्रज सरहरूको साथमा चाहिँ हामी त्यो भिडियोहरू चाहिँ प्रकाशित गर्नेछौँ हामी ल हेलो एभ्रिवान म चाहिँ हजुरकै साथमा किमिचेत स्थानमा आइपुगेको छु यो किमिचेत अब हामी चाहिँ त्यो स्थानदेखि यो स्थानसम्म हामी 95% आइसक्यौँ अब हामीलाई 5% मात्र त्यो बाहिर जानु छ त्यहाँपछि हामी सही ब्रेकिङ स्थानमा आइपुग्छु हस् अरू भिभर चाहिँ त्यही ठाउँबाट हामी क्याप्चर गर्छौँ हाम्रो सरको छुट्टै दुनियाँ छ म आफ्नै दुनियाँमा रमाइरहनु भएको छ टोली अब उहाँको कुरा गर्छ हामीलाई त यही राम्रो छ नि सर हामी त्यो ठाउँमा गएको छैन कि जाउँला नि सर होइन जानुपर्छ ल साथी हो हामी अब त्यो स्थानसम्म आइपुग्न थालिसकेको छु भिडियोलाई हेरेर तपाईँहरूले बोर नमानिदिनु होला कुनै भिडियोमा राम्रो रोमाञ्चक ठाउँहरू पनि छ हेरिदिनु होला यो ठाउँमा नआए पनि हजुरले यो ठाउँमा नआए पनि यो ठाउँको दृश्यहरू हेरेर तपाईँले आफूलाई मनोरञ्जन लाग्न सक्नुहुन्छ हाम्रो एउटा युट्युबरको कामै भनेको हजुर जानुभएको ठाउँमा त गएकै कुरा भयो नगएको ठाउँमा चाहिँ हजुरहरूलाई हामीले देखाउने तपाईँको आफ्नो दुःख कष्ट गरेर एउटा क्यामेरामा कैद गरेर हामीले एउटा च्यानलमा हालेर हजुरलाई यो स्थानको महसुस गराउने छु भन्दै यो भिडियोलाई चाहिँ हामी अहिलेलाई चाहिँ कर्मश अहिले बन्द गर्छु केही समयपछि हामी त्यो स्थानको भ्यू लग्छु अब